योगी नरहरिनाथलाई राष्ट्रिय विटुको रूपमा नियुक्त गरियो। वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईले यो स्थानमा राष्ट्रिय स्मारक बन्न योगी नरहरिनाथको विकास भइरहेको बताएका छन्। योगी नरहरिनाथ पृथ्वी जन्ती र राष्ट्रिय एकता दिवसमा आइतबार पशु चिकित्सा क्षेत्रको गोश्राइन अवलोकन गर्दै थिए जब मन्त्री चौलागाईले मन्त्री परिषदलाई राष्ट्रिय मान्यताका प्रस्ताव प्रस्तुत गर्न कसरी तयारी भइरहेको छ भन्ने बारेमा जानकारी दिए। मन्त्री चौलागाईले योगी नरहरिनाथको योगदानप्रति आफ्नो प्रशंसा व्यक्त गर्दै उनले राष्ट्रिय ट्रस्ट घोषणा गर्ने योजना बनाएको बताए। उहाँले गायशाला क्षेत्र पुस्तकलाई पुनः प्रकाशन गर्न सहयोग बढाउने र व्यवस्थित गर्नुपर्नेमा पनि जोड दिए।